जनभावना समेटेर मोहनयालको विकास गर्ने गाउँपालिका अध्यक्ष देवीदत्त उपाध्याय हिमशिखरको प्रतिबद्धता। यो वर्षको बजेटमा जनताको आशा र भविष्य समेटिनेछ। अबको 10 वर्ष हामीले कल्पना पनि गरौँ 2035 सम्म मोहनयाललाई कहाँ लैजाने। 2035 सम्म, आज 2026 मा छौँ हामी भने 2035 सम्म मोहनयालको हाम्रो चाहिँ रोड म्याप के हुने, मोहनयाल कहाँ पुग्ने भन्ने खालको एउटा सपना, एउटा परिकल्पना पनि हामीले आज दिनभरि छलफल गरेका छौँ। हामी 1 वर्षको मात्रै बजेट बनाउँदै छैनौँ, 1 वर्षको मात्रै नीति कार्यक्रम बनाउँदै छैनौँ। यहाँहरूले बुझिसक्नुभयो हामी 2035 सम्म मोहनयाललाई कहाँ पुर्याउने भन्ने तरिकाले एउटा चाहिँ दिशा। कैलालीको दुर्गम तथा पहाडी क्षेत्रमा अवस्थित मोहनयाल गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेटमा स्थानीय जनताको आशा भरोसा र भविष्यलाई मुख्य प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएको छ। गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्याय हिमशिखरले मोहनयालको समग्र विकासलाई गति दिने गरी यस वर्षको बजेट निर्माण भइरहेको बताउनुभयो। बजेटलाई जनमुखी र व्यावहारिक बनाउन गाउँपालिकाले यति बेला बस्तीमै पुगेर स्थानीय जनताको राय सुझाव र गुनासो सङ्कलन गरिरहेको छ। यसै सिलसिलामा मोहनयालको चाया बाबरमा भएको एक विशेष अन्तर्क्रिया कार्यक्रममा उपस्थित स्थानीयवासीहरूले गाउँपालिका अध्यक्ष उपाध्याय समक्ष आफ्ना दैनिक समस्या, विकासका आवश्यकता र गुनासाहरू प्रत्यक्ष रूपमा राखेका छन्। यहाँभन्दा अगाडि 1-2 चोटि पनि भनिसक्नु भएको थियो, तपाईँहरू टाढाबाट प्रहरो आउनुहुन्छ होइन, त्यो मिटिङको दिनमा तपाईँहरूलाई भत्ताको अनि हुन्छ नि बैठकमा तपाईँहरूलाई आते जातेको थियो। त्यो अबको कार्यक्रममा यो तपाईँले यो हाम्रो 5 गते बस्न लागेको गाउँसभाबाट हुन्छ कि कसरी हुन्छ। अब किन भन्दाखेरि सरहरू कोही निजी स्रोतमा पनि हुन्छन् होइन, कोही सरहरू अब राहत शिक्षकहरू हुन्छन्। अब त्यो आउँछ के छ भने मसलन्द खर्च वर्षको एकचोटि आउँछ, तर उहाँहरूसम्म किन भन्दाखेरि खर्च हुँदैन। अनि त्यसको लागि अलिकति त्यसलाई त्यो 5 गते उसबाट अगाडि त्यो नीतिमा लैजानु हुन म उहाँहरूलाई एउटा मेरो सल्लाह सुझाव चाहिँ यही राख्न चाहन्छु। स्थानीयका समस्या र सुझावलाई ध्यानपूर्वक सुनेपछि गाउँपालिका अध्यक्ष देवीदत्त उपाध्याय हिमशिखरले जनताका जायज मागहरूलाई आगामी बजेटमा सम्बोधन गरिने स्पष्ट पार्नुभयो। 5 दिन अगाडि नै तयारी गरेका छौँ। केही अझै बृहत छलफलहरू त्यहाँ हुन्छ। एकै दिन हामी बैठक सक्दैनौँ, त्यतिखेर नीति कार्यक्रम पनि त्यहाँ अझै छलफल हुन्छ, बजेटमाथि छलफल हुन्छ र हामी 2-4 दिन लम्ब्याएर भए पनि गाउँसभाका बैठकहरू हामी बृहत छलफल गरेर यतिखेर हामी अलिक बृहत तयारी गर्दैछौँ। अब प्रस्तुत छ मोहनयालको विकास र आगामी बजेटलाई लिएर चाया बाबरको कार्यक्रममा स्थानीय नागरिकहरूले राखेको भनाई र गाउँपालिका अध्यक्षले दिनुभएको आश्वासन जस्ताको त्यस्तै। म तिलक प्रसाद गर्टौला, श्री कर्णाली राष्ट्रिय आधारभूत विद्यालय राङ्गामालेथाको शिक्षक। अब अरू कुराहरू अरू साथीहरू गर्नु होला, म शिक्षक भएको हैसियतले एउटा शिक्षा सम्बन्धी केही कुराहरू गर्न गइरहेको छु। हुन त पालिकाले बाल विकास लगायत विभिन्न शिक्षकको शीर्षकमा लगानी गरेको छ। यद्यपि अनुमति प्राप्त भएका तर दरबन्दी नभएका धेरै विद्यालयहरूमा, जस्तै मेरै विद्यालयमा विषयगत शिक्षकको अभाव छ। त्यहाँ अङ्ग्रेजी शिक्षकको अभाव रहेको मैले महसुस गरेको छु, देखेको छु, भनौँ अभाव छ त्यहाँ। यसरी चाहिँ पालिका अनुदान शिक्षकहरू हुन्छ कि कसरी हुन्छ व्यवस्थापन गरेर आगामी बजेटमा शिक्षक अभाव भएका, विषयगत शिक्षक अभाव भएका विद्यालयमा त्यो चाहिँ एउटा नीति मार्फत शिक्षकको व्यवस्थापन हुनुपर्छ होस् भन्ने मैले अपेक्षा गरेको छु। र त्यसै गरी अघि नै सरले उठाउनु भयो, मोहनयाल गाउँपालिकाका विभिन्न विद्यालयहरू बसाइसराका कारणले गर्दाखेरि विद्यालयमा विद्यार्थी एकदम अत्यन्त कम रहेको देखिएको छ। यद्यपि अब त्यो कसरी व्यवस्थापन गर्नुपर्छ भन्ने कुरा पालिकाले आफ्नो योजना बनाउला, तर यो बसाइसराईलाई नियन्त्रण गर्ने कसरी भन्नेमा पनि नीति तथा कार्यक्रममा केही कुराहरू आउनुपर्छ भन्ने मलाई लागिरहेको छ। र त्यसै गरी म राङ्गामालेखा जाँदै गर्दाखेरि म सुर्खेत भएर जानुपर्छ। यो कैलाली जिल्लाबाटै जान पाएको भए अझ आभारी हुने थिएँ। यो अब पालिकाको बजेटले सायद भ्याउन्न होला जस्तो लाग्छ। अब यद्यपि माथिल्लो तहमा पहल गरेर कहाँ पहल गरेर हुने हो, अब कति वर्ष योजना हो, एकै वर्षमा नसकेला, अब कति वर्षमा सकिने हो, त्यो चाहिँ व्यवस्थापनका लागि पहल गर्ने कुरा यो नीति तथा कार्यक्रममा आएको भए आभारी हुने थिएँ भन्ने लागिरहेको छ। हस्, धन्यवाद। यहाँभन्दा अगाडि 1-2 चोटि पनि भनिसक्नु भएको थियो, तपाईँहरू टाढाबाट प्रहरो आउनुहुन्छ होइन, त्यो मिटिङको दिनमा तपाईँहरूलाई भत्ताको अनि हुन्छ नि बैठकमा तपाईँहरूलाई आते जातेको थियो। त्यो अबको कार्यक्रममा यो तपाईँले यो हाम्रो 5 गते बस्न लागेको गाउँसभाबाट हुन्छ कि कसरी हुन्छ। अब किन भन्दाखेरि
सरहरू कोही निजी स्रोतमा पनि हुन्छन् होइन, कोही सरहरू अब राहत शिक्षकहरू हुन्छन्। अब त्यो आउँछ के छ भने मसलन्द खर्च वर्षको एकचोटि आउँछ, तर उहाँहरूसम्म किन भन्दाखेरि खर्च हुँदैन। अनि त्यसको लागि अलिकति त्यसलाई त्यो 5 गते उसबाट अगाडि त्यो नीतिमा लैजानु हुन म उहाँहरूलाई एउटा मेरो सल्लाह सुझाव चाहिँ यही राख्न चाहन्छु। म भीम विश्वकर्मा, मोहनलाल 3 फलेबिसाउनवासी। अब धेरै कुराहरू पालिकाले सुझाव सङ्कलन गर्दै गर्दा मैले पनि थोरै आफ्नो जिज्ञासा राख्ने जमर गर्दैछु। मोहनलाल गाउँपालिकाको सन्दर्भमा मोहनलाल गाउँपालिकाले मलाई लाग्छ वर्षनी खुलाउने ठेक्काहरू छन्, वर्षनी बनाइराखेका विकास निर्माणका कार्यहरू छन्। यसमा मोहनलाल गाउँपालिकाले केही सवारी साधनहरू आफूले जस्तै रोलरहरू, टिप्परहरू अनि सबै यो सवारी साधनहरू आफूले खरिद गरेर बाटो निर्माण हामीले पटक पटक धेरै ठुल्ठुला ठेक्काहरू लगाएका छौँ। जस्तै सिमली सडक होइन, अनि यतातिर यो सोल्टाको सडक छ, यतातिर यो सेतीलोक मार्ग छ। यसमा पटक पटक हामीले बाहिरबाट ठेकेदारहरूका सवारी साधनहरू ल्याएर काम गराउनुभन्दा मोहनलाल गाउँपालिकाले आफूले सामग्रीहरू खरिद गरेर मलाई लाग्छ सवारी साधनहरू खरिद गरेर काम गर्दा एकतिर पैसाको बचत हुन्थ्यो भने अर्कोतिर त्यो अर्को पटक टेन्डर लगाएर गर्नुपर्ने आवश्यकता हुँदैन थियो जस्तो लाग्छ। किनभने अहिले पनि बाटोघाटोहरू हिलाम्य छ। पालिका मोहनलाल गाउँपालिकाको कार्यालय खिमडी अब यो केही महिना 2-3 महिना चल्न नसक्ने अवस्था आउँछ। यो भइराख्दा गराइबिलदेखि ल्याएर बाटोहरू बनाउने सन्दर्भमा पालिकाले आफ्नो सवारी साधन नै भयो भने एउटा सहज होला जस्तो लाग्छ। अनि अर्को कुरा, जसरी हामीले दामासाईका ढङ्गले हामीले विकास निर्माणका कार्यहरूमा जस्तै वडा नम्बर 1 को सन्दर्भमा, वडा नम्बर 3 को सन्दर्भमा, सबै वडाहरूमा हाम्रो 7वटा वडामा जस्तै फलेबिसाउन र चायबाबरमा छुट्याउने बजेट एउटा भवन 20 लाखको भवन बन्छ भने खिमडीमा चाहिँ 20 लाखको भवन बन्ला जस्तो लाग्दैन। किनभने त्यही पैसाले चाहिँ बन्ला जस्तो लाग्दैन होइन। यसो हुँदा यो यातायातको मध्यनजर गरिकन सामग्रीहरू ढुवानी गर्ने सन्दर्भमा यसलाई चाहिँ अलिकति पालिकाले हेर्नुपर्छ जस्तो लाग्छ। किनभने फलेबिसाउन बन्ने भवन र चायबाबर बन्ने भवन खिमडीमा चाहिँ सम्पन्न होला जस्तो लाग्दैन, कटौजेमा सम्पन्न होला जस्तो लाग्दैन। यसलाई पनि मध्यनजर गर्नुपर्छ। र सवारी साधन अति नै उपयुक्त हामीले 2-3वटा टिप्परहरू, स्काइवेटरहरू आफूले चाहिँ पालिकाले खरिद नगर्दासम्म उपयोगी रूपमा हामीले बाटो बनाउन सक्छौँ जस्तो लाग्दैन। यो एकपटक खर्चको कुरा हो, बरु पालिकाले अन्य ठाउँमा बजेटहरू काटेर यसो गर्दा राम्रो होला जस्तो लाग्छ। अब धेरै कुराहरू छन्, जस्तै विद्यालयको सन्दर्भमा हाम्रा सानसाना विद्यालयहरू छन् जहाँ विद्यार्थीहरू नभएका विद्यालयहरू छन्। त्यो ठाउँमा शिक्षक राखेर त्यो ठाउँमा व्यवस्थापन गर्नुभन्दा त्यो विद्यार्थीलाई लिएर सम्बन्धित विद्यालयहरूमा जहाँ पढाउन सकिने ठाउँ छ त्यहाँ लिएर त्यो ठाउँमा 5-6 जना विद्यार्थीहरू पढाउनुभन्दा ती 5-6 जना विद्यार्थीहरूलाई व्यवस्थापन गरेर एउटा गाउँको विद्यार्थीहरूलाई अर्को विद्यालयमा सिफ्ट गरेर पढाउँदा यो चाहिँ राम्रो हुन्थ्यो जस्तो लाग्छ मेरो आफ्नो बुझाइ। यो पालिकाले यसमा चाहिँ अलिकति ध्यान दियोस्। किनभने यो चाहिँ महेन्द्र मावि कोलतडीको पर र मैले बुँदागत रूपमा लेखेको छु। यो नीति तथा कार्यक्रममा यी कुराहरू समावेश गरिदिनु होला भनेर अध्यक्षज्यूलाई। नम्बर 1 मा चाहिँ आवासीय विद्यालयको जुन अवधारणा सायद अलिकति के अरे कार्यपालिकामा पनि बैठकमा आएको छ भन्ने कुरा सुन्नुमा आएको थियो र यसलाई अब व्यवस्थित ढङ्गबाट यसलाई तत्काल लागू गरियोस् भन्ने एउटा यो छ। अनि अर्को छ गाउँपालिकामा रहेका जुन कतिपय के अरे आधारभूत तह अथवा मावि तहमा निजी स्रोत शिक्षकहरू हुनुहुन्छ, उहाँहरूलाई के अरे विद्यालयसँग स्रोत नहुँदा तलब खान गाह्रो छ। त्यस कारणले ती निजी स्रोत शिक्षकहरूलाई पालिका शिक्षकको रूपमा परिणत गरियोस् भन्ने छ। अनि अर्को छ यो हरित विद्यालयको अवधारणा जुन नेपाल सरकारले पनि ल्याएको छ। त्यस कारणले हरित विद्यालयको अवधारणाका लागि पालिकाबाट पनि ती बरु नमुनाको रूपमा केही विद्यालयहरूलाई छनौट गरेर सामान्य आर्थिक व्यवस्थापन भयो भने त्यसलाई अलिक व्यवस्थित गर्न सकिन्छ कि भन्ने पनि छ। त्यसै गरी अर्को चाहिँ गाउँपालिका बाल विकासको तलब भत्ता चाहिँ अहिले कति 15,000 छ र सङ्घीय बाल विकासको 17,000 छ र तिनलाई पनि अब समान बनाइयोस् भन्ने छ। र यसै गरी प्रत्येक मावि विद्यालयहरूमा यो खेल शिक्षक अब यो राष्ट्रपति रणशील जुन पालिकाको गर्नुपर्ने जिल्ला जानुपर्ने भावनाले प्रत्येक मावि स्कुलहरूमा एउटा खेल शिक्षकको पनि व्यवस्था
पालिकाबाट भइदिए राम्रो हुन्थ्यो कि भन्ने छ। र अनि अर्को कुरा यो हाम्रो मोहनल गाउँपालिकामा स्काउटको हामीले के अरे स्काउटको लागि धेरैपटक माग त गऱ्यौँ तर चाहिँ त्यो भएको छैन। त्यस कारणले स्काउटको लागि नमुनाको रूपमा बरु 2-4 विद्यालयमा लागू गर्ने हिसाबले पनि यो स्काउटलाई थोरै बजेटको पनि व्यवस्था गरिदिनु होला भन्ने कुरा अनुरोध गर्दै बिदा हुन्छु। धन्यवाद। उपस्थित पालिका अध्यक्षज्यू, लगायत सम्पूर्णमा नमस्कार। म श्री भैरमाला माविको शिक्षक दीर्घप्रसाद जैसी। म यो आउने नीति तथा कार्यक्रममा एउटा शिक्षक भएको हैसियतले अन्य कुरा सेक्टरका कुराहरू अन्य क्षेत्रबाट आउने नै छ। म आफ्नो शिक्षा क्षेत्रमा गर्नुपर्ने केही सटिक कुराहरू म बुदागत रूपमा राख्न गइरहेको छु। यो नम्बर 1 82 को बजेटमा यो बाल विकास सङ्घीय बाल विकासको केही तलब छुट भएको छ र पछि त्यसलाई मेकअप गर्ने भन्ने भएको छ 2000 का दरले। यसलाई यो नीति कार्यक्रम मार्फत पुरा गरियोस्। नम्बर 2 बालबालिका के बाल विकास कार्यालय सहयोगी र लेखामा कार्यरत कर्मचारी शिक्षक साथीहरूको एकदमै न्यून तलब छ। यसलाई सङ्घीय जुन तलब सङ्घ मार्फत वृद्धि भएको छ यसले खासै छोएको देखिँदैन। त्यो भएर पालिका मार्फत यसलाई पुनः हौसला प्रदान गर्ने लायक बनोस्। यस विद्यालय के अरे पालिकामा कम्तीमा 1 विद्यालय 1 नर्सको सकिन्छ भने व्यवस्थापन गर्नतर्फ पालिकाको ध्यान जाओस्। स्वास्थ्य शिक्षासँग जोडिएको, खेलकुद शिक्षासँग जोडिएको एउटा कार्यक्रम भएकोले विद्यालयमा शिक्षाको गुणस्तर वृद्धि गर्नका निमित्त 1 विद्यालय 1 खेल शिक्षकको व्यवस्थापन गरियोस्। कम्तीमा पनि पालिकामा 1 सम्म भए पनि आवासीय विद्यालयको व्यवस्थापन गरियोस्। डाँडा बेल्टमा बस्ती स्थानान्तरण भइरहेको छ, बस्तीहरू कमजोर भइरहेको छ र विद्यालयमा विद्यार्थीको अवस्था पनि कमजोर भइरहेको छ। विद्यालय मर्च गर्दा बस्तीहरू टाढा हुँदा टाढासम्म हिँडेर जान सक्ने अवस्था छैन। मर्च भएका विद्यालयका विद्यार्थीहरू राम्रो ठाउँमा गएर पढ्न सक्ने अवस्थामा पनि छैनन्। पहाडको जनजीवन एकदमै कमजोर छ आर्थिक अवस्थामा, यहाँहरूलाई सर्वविदितै छ। तसर्थ यो नीति तथा कार्यक्रमले एउटा भए पनि पालिकामा आवासीय विद्यालयको व्यवस्थापन गरियोस्। अहिलेको यो युग विज्ञान प्रविधिसँग जोडिएको छ र त्यसमा बाल विकास तथा तल्लो तहका शिक्षक कर्मचारीहरूलाई अनिवार्य रूपमा मोन्टेसोरी ट्रेनिङ समय समयमा दियोस्। यसले विद्यार्थीहरूको जग बलियो बन्नेछ र शैक्षिक गुणस्तर वृद्धि हुन यसले बृहत रूपमा सहयोग गर्नेछ भन्ने लाग्दछ। यसै गरी प्रत्येक वर्ष यासी कछाट लगायत यस पालिकाबाट अध्ययनरत बालबालिकाहरूले ल्याएको नतिजा, विद्यालयले ल्याएको नतिजालाई विश्लेषण गरी राम्रो विद्यार्थी तथा उत्कृष्ट रिजल्ट ल्याउने विद्यालयलाई राम्रो पुरस्कारको व्यवस्था गरियो। पालिका 6 सुगरखाल स्वास्थ्य चौकीबाट बोल्दैछु। आर्थिक वर्ष 2083-84 मा आउने बजेटलाई मुख्य गरी स्वास्थ्यतर्फ पनि विभिन्न किसिमका समस्या देखा। यद्यपि स्वास्थ्य संस्थामा सुधारका निम्ति धेरै किसिमका कार्यक्रम त भइराखेका छन्, तापनि हाल अलिकति समस्यामा देखिएको समस्या भएको कारणले गर्दाखेरि मुख्यतया अहिले स्वास्थ्य संस्था हामीसँग 12वटा 13वटा छन्। तर चाहिँ सबै स्वास्थ्य संस्थाहरूमा आजभोलि यो विद्युतको कारणले गर्दाखेरि पानी परेको बेला लाइटको व्यवस्था चाहिँ राति सुत्केरी हुने बेला लाइटको अभावको कारणले गर्दाखेरि टर्चर लगाएर डेलिभरी गराउनुपर्ने अवस्था छ कतिपय संस्थामा। आजभोलि हाम्रो संस्थामा त्यो खालको समस्या छ। त्यसैले गर्दाखेरि त्यस्तो स्वास्थ्य संस्थामा चाहिँ या इन्भर्टर हुन्छ कि अथवा चाहिँ सोलर पावर हुन्छ कि अथवा के हुन्छ, जसरी पनि त्यो चाहिँ त्यो समस्या सुत्केरीका लागि भए पनि त्यो समस्या हटाउन जरुरी छ। त्यसैले यो कुरालाई सम्बोधन गरिदिनु म अनुरोध गर्दछु। यसै गरी हाम्रो सुगरखाल अस्पताल भनेर 10 शय्याको अस्पताल भनिएको छ। यसको भवन निर्माणको प्रक्रियालाई अब विविध कारणले के भएको छ त्यो छुट्टै पार्ट भयो। तर
त्यहाँ विभिन्न खालका मान्छेहरू विभिन्न ठाउँबाट आउने भएको कारणले गर्दा त्यहाँ डाक्टर ल्याब टेक्निसियन लगायतको दरबन्दी सिर्जना गरी त्यहीँका जनतालाई र त्यहाँ वरपरका जनतालाई सेवा सुविधा दरबन्दीको कार्यहरू चाहिँ यथासम्म सकेसम्म छिटो चाहिँ गर्नुपर्ने आवश्यकता देखिन्छ। दोस्रो कुरा, तेस्रो कुरामा के देखिन्छ भन्दाखेरि अब यो हाम्रो स्वास्थ्य संस्था अब अरू संस्था जस्तो स्वास्थ्य सेवामा काम गर्ने कर्मचारीहरूको जस्तो विद्यालयका सरहरूले जस्तै कि 4 बजीसम्म पढाउनुहुन्छ, त्यसै गरी अन्य चाहिँ प्रशासनको निश्चित टाइम हुन्छ, टाइममा पढाउनुहुन्छ जानुहुन्छ। तर हाम्रो स्वास्थ्यको हकमा कस्तो हुन्छ भन्दाखेरि राति 2 बजे आए पनि बिरामी हेर्नुपर्ने हुन्छ, 12 बजे आए पनि हेर्नुपर्ने हुन्छ। फिर्ता गर्ने बित्तिकै सानो समस्या हुने बित्तिकै उहाँहरूले चाहिँ आन्दोलन गर्नुहुन्छ, बाहिर विभिन्न खालको चाहिँ अभाव फैलाउनुहुन्छ। त्यसैले गर्दाखेरि स्वास्थ्य कर्मीहरूलाई चाहिँ प्रोत्साहनका निम्ति थोत्रै भए पनि राति ड्युटी गर्ने अथवा अन्य बेला गर्ने कर्मचारीका लागि केही प्रोत्साहनका कार्यक्रमहरू थोरै भए पनि धेरै नसके पनि जति सकिन्छ त्यो गरिदिएको खण्डमा चाहिँ स्वास्थ्य कर्मीहरू चाहिँ आफै उत्साहित भएर पनि काम गर्न चाहिँ सफल हुन्छ। त्यसैले गर्दा त्यतातर्फ पनि विशेष गरी ध्यान दिनुपर्ने जरुरी छ। अर्को कुरा, यो हाम्रो महिला स्वास्थ्य समितिका स्वास्थ्य क्षेत्र सुधार गर्नका लागि महिला स्वास्थ्य समितिले विभिन्न किसिमका गाउँमा समाजमा विभिन्न किसिमका क्रियाकलाप गरिरहेका छन्। हुन त मोहनलाल गाउँपालिकाले अन्य पालिकाको भन्दा चाहिँ स्वास्थ्य महिला स्वास्थ्य स्वयंसेविकालाई राम्रो काम गरेको छ देखिन्छ, विभिन्न खालका सेवा सुविधा दिए। तर पनि फेरि पनि स्वयंसेविकाका चाहिँ सेवा सुविधाका कुराहरू थोरै छन्। जस्तो अहिले हामी एउटा श्रम गर्ने मान्छेलाई 600 650 रुपियाँ एकदम यो कमजोर अध्यक्ष मिस्त्रीले लिन्छ भन्दाखेरि स्वयंसेविकाले 400 रुपियाँ मात्रै दिनमा आएर काम गरेर पाउँछन्। त्यसैले गर्दाखेरि यो सेवा सुविधा 400 नभएर चाहिँ स्वयंसेविकाको सेवा सुविधा अलिकति चाहिँ 400 नभएर 600 सम्म अथवा 650 सम्म गरिदिएको खण्डमा स्वयंसेविकाको पनि प्रोत्साहन कार्यक्रम हुन्छ। त्यसैले गर्दा त्यो स्वास्थ्यतर्फ त्यो पनि सुधार गर्नुपर्ने जस्तो देखिन्छ। अर्को कुरा, अलि अस्ति एउटा मैले त्यहाँ हाम्रै गाउँघरमा एउटा सुत्केरी आइमा थिइन्, तिनको एउटा चाहिँ घरमा जाँदाखेरि एउटा सानो बच्चाको एकदम कमजोर खालको घरको आर्थिक अवस्था देखियो। त्यही आमाले बच्चालाई बाँधेर जानुभएको, काम गर्न जानुभयो। अब त्यस्ता खालका चाहिँ कतिपय सुत्केरी गर्भवती आइमाईका लागि महिलाका लागि प्रोत्साहनका कार्यक्रम जस्तो सिपमूलक के न के किसिमका कार्यक्रम गरेपछि उहाँहरूले चाहिँ आफ्नो चाहिँ रोजीरोटी चलाउन सक्नुहुन्थ्यो। त्यसमा चाहिँ अलिक समस्या देखिएको छ। त्यसले गर्दाखेरि त्यस्तो महिलालाई, त्यस्तो गरिब वर्गलाई छानेर के सिपमूलक खालका कार्यक्रमहरू गर्न भएको भए चाहिँ राम्रो हुन्थ्यो। यसमा बदर पनि गाउँपालिकाले ध्यान दिनुहुनेछ भन्ने अनुरोध गर्दछु। हस्, धन्यवाद। जोडियोस् भन्ने नम्बर, मेरो नाम चाहिँ तारा शर्मा, मोहनलाल गाउँपालिका वडा नम्बर यहीँको बासिन्दा। मेरो चाहिँ 1 नम्बर बुधा नम्बर 1 मा पालिकामा उद्योग स्थापना होस्, मेरो चाहना नीति तथा कार्यक्रममा त्यो समेटियोस्। 2 नम्बरमा वडामा प्रत्येक वडामा चिस्यान केन्द्रको व्यवस्थापना होस्, किनकि हाम्रा फलफुलहरू अनि तरकारीहरू त्यतिकै सडेर कुहिएर जानुभन्दा चिस्यान केन्द्रहरूको स्थापना भइदियो भने त्यो राम्रो हुन्थ्यो भनेर नीति तथा कार्यक्रममा समेटियोस्। र तेस्रोमा पालिका शिक्षकको अवधारणा ल्याइयोस्। र चौथोमा कृषकसम्म गाउँपालिकाको पहुँच पुगोस् र त्यसमा नीति तथा कार्यक्रम समेटियोस्। र उद्योग बनेपछि महिलाहरूलाई आर्थिक रूपमा सशक्तिकरणमा टेवा पुग्नेछ। त्यसैले उद्योगको अवधारणा ल्याइयोस् र नीति तथा कार्यक्रममा समेटियोस् भन्न चाहन्छु। हुन्छ त। एउटा वनपाले आउँदाखेरि हामी खोलातिर दौड्छौँ भनेपछि एउटा केही न केही गर्नु नसकेर वनपाले डरले गर्दा लुगिर काम गरियो, जग्गा बनाइयो। तर अहिले के छ भनेपछि हामी अँध्यारोमा लुकेर मान्छे आज हाम्रो गाविस आयो, पञ्चायत आयो, सफाइ आयो, तर नगरपालिका हाम्रो पालिका हुँदाखेरि हामी उजेलामा छौँ र खुसीमा छु। हार्दिक हाम्रा सरलाई कोटि प्रणाम। सबैलाई नमस्कार भन्न चाहन्छु। म राष्ट्रिय महाविश्व सोल्टाको साइकपुर। यहाँ धेरै कुराहरू आछन्, हामीले धेरै कामहरू भएका छन्। यो भौगोलिक विकटतादेखि लिएर सारा कुराहरू यहाँ माग्ने मात्रै काम भएको छ, तर यसलाई कसरी समृद्ध बनाउने भन्ने कुरामा पनि हाम्रो चासो हुनुपर्छ। यहाँको हामी यति हेर्ने भने हामी सौभाग्य हो, हामीसँग थुप्रै कुराहरू छ, हामीसँग सबै छ। म एउटा उदाहरण दिन्छु। खोलाको बगरमा ढुङ्गा हुन्छ, त्यो ढुङ्गाको ढुङ्गै हुन्छ, त्यसलाई कसैले टिक्छ, कसैले कुद्छ, कसैले के गर्छ, तर एउटा मूर्तिकारले त्यो ढुङ्गालाई लगेर ठ्याकठुक गरेर नराम्रो चिजलाई फालिदिन्छ अनि त्यो मूर्ति हुन्छ, हामी त्यसलाई पैसा हालेर किन्छौँ। त्यो ठाउँमा हामी छौँ। बाली विकासको कुरा गर्नुभएको छ, हामीले बाली विकासको ज्ञापन पत्र नै हामीले गत वर्ष बुझाएर धेरै कामहरू भएको छन्। तर यद्यपि केही शिक्षकहरू हट्नु भएको छ। मङ्सिरदेखिको तलब, पुसदेखिको तलब गएको छैन।
हामीले तलब माग्दाखेरि पनि अब यो हामीले प्रक्रियागत रूपमा आउनुपर्छ भनेर हामीले विद्यालयमा हाम्रा थुप्रै त्यस्ता समस्याहरू पनि छन्। त्यसलाई चाहिँ नीतिगत रूपमा समाधान गरिनुपर्छ। हामीले जबरजस्ती गरेर भन्दा पनि नीतिगत रूपमा त्यसलाई पारदर्शी तरिकाले भोलि कसैको भविष्यसँग जोडिएको कुराहरू हामीले हिजोका दिनमा बाल विकास भनेर राख्यौँ, तर आज यो जवानी उमेर त यहाँ सक्यो नि। त्यसैले तिनीहरूलाई विस्थापित नहुने गरी कानुनी मापदण्ड पुरा गरेर व्यवस्थित गरिनुपर्छ। शिक्षकको सवालमा योभन्दा अगाडि थुप्रै त्रासमा साथीहरू हुनुहुन्थ्यो, यद्यपि व्यवस्थापन गर्न आवश्यक छ। केही कुरा गर्दा केही कुरा हुन्छ, तर अझै पनि यसलाई व्यवस्थित तरिकाले मापदण्ड अब त राज्यको नीति नै आइसकेको छ। कसैलाई काखा पाखा नगरेर सिस्टमेटिक तरिकाले पारदर्शी तरिकाले शिक्षकको व्यवस्थापन होस्, जसकी डर नहोस्। मनमा मैले सरुवा हुनुपर्ने स्थितिमा मैले सबैले सरुवा हुने सिस्टममा जाने भने त एउटा प्रक्रियामा घुम्छ। कसैलाई काखा कसैलाई पाखा नगरेर एउटा शिक्षक डस्टर लिएर क्लासमा जाँदै गर्दा म सरुवा हुने हो कि भन्ने डरले त्यो हुँदैन। सिस्टम हुन्छ, त्यो सिस्टममा मेरो दिन पालो आउँछ, मैले सरुवा हुनुपर्छ। मौनेलमा जागिर खाइसकेपछि मैले त मौनेल भनेर छानेर आएको हो नि। र अर्को कुरा, यहाँ नियुक्ति लिइसकेपछि यहाँ आइसकेपछि यहाँ के हो भने यो त प्लेग्राउन्ड जस्तै, सबैको प्लेग्राउन्ड, गरिबलाई सबैले हेप्छ नि, त्यस्तो यहाँ भएको छ। थाहै भएर आउने, यहाँ आउने, 2 महिना जागिर गर्ने अनि तराई जाने। नियुक्ति त यहाँ बुझेर आउनुभयो नि, कम्तीमा सेवा यहाँका बच्चाहरू बच्चा हुन् नि, यहाँको जनसमुदाय हो। त्यसैले यसलाई पनि एकदमै कडाइका साथ लागू गर्नुपर्छ, जो कि यसलाई प्लेग्राउन्ड बनाउने, चारैतिरबाट प्लेग्राउन्ड जस्तो बनाउने, यहाँ आउने नियुक्तिले नै प्रक्रिया पुरा गर्ने जाने। थुप्रै समस्याहरू साथीहरूले झेलिराख्नु भएको छ, प्रशासन भएको नाताले हामीले झेलिराखेका छौँ। यद्यपि यो कुरालाई पनि एकदम नजरअन्दाज गरियोस्। मैले अघि नै भने थुप्रै सम्भावनाहरूको बिचमा हामी छौँ। बर्दो गुरियाले अस्ति मात्र आफ्नो नीति तथा कार्यक्रममा 12 सम्म फ्री गरेका छ। राष्ट्रिय मावि सोल्टा, फेरि हजुरलाई मैले भने राष्ट्रिय मावि सोल्टाले प्राविधिक, मौनालको एक मात्र प्राविधिक विद्यालय राष्ट्रिय मावि सोल्टाले आजभन्दा 4 वर्ष अगाडि 1 देखि 12 सम्म प्राविधिक सहित फ्री छ। त्यहाँ आइएसी चलायो भने प्रत्येक साथीहरू दक्ष हुनुहुन्छ। आइएसी त्यहाँ +2 चलाउनलाई, आइएसी कोर्स चलाउन पनि त्यहाँ पर्याप्त साथीहरू हुनुहुन्छ। 1 देखि 12 सम्म अहिले पनि त्यहाँ गएर हेर्न सक्नुहुन्छ। कुनै पनि फिस कहीँ पनि छैन। त्यसलाई हामीले प्रचार गर्न सकेका छैनौँ, त्यसलाई हामीले जोड्न सकेका छैनौँ। त्यस्ता थुप्रै सम्भावनाहरू मौनेलभित्र छन्। यसलाई कार्यान्वयनको पाटोलाई अझ प्रभावकारी तरिकाले बनायो भने हाम्रो शिर त त्यहीँ ठाडो छ। मौनेल विद्यालय प्राविधिक एउटा मात्र विद्यालय, त्यसमा पनि फ्री भएको विद्यालय, भौतिक संरचना लगभग केहीहरू पुरा हुँदैछन्। अनि आवासीय विद्यालयका लागि पनि यतातिर सुरक्षाका लागि नजिकै इलाका प्रहरी कार्यालय, राति केही समस्या पर्यो बिरामीहरूलाई, समस्या पर्यो तत्काल टाढाका बच्चाहरू बस्दै गर्दा समस्या पर्यो भने नजिकै स्वास्थ्य चौकी, त्यति सौभाग्यको विद्यालय लाग्छ। कुनै पनि ठाउँमा बजार एरिया गाउँतिर त्यस्तो पाइँदैन। त्यसलाई मात्र एउटा टार्गेट गरेर अथवा त्यही नजिक बढी गाउँ छ यतापट्टि पनि बिस्तारै एउटा विद्यालय 1 वर्षमा गर्न सक्यो भने हाम्रो 5 वर्ष कार्यकालमा हाम्रा 5वटा विद्यालयलाई गर्न सक्यो भने त्यो एउटा आगामी आउने नेतृत्वलाई पनि चुनौतीको रूपमा हुन्थ्यो होला। त्यतातिर पनि हाम्रो ध्यान जानुपर्छ। हामीले धेरै कुरा गर्न भन्दा पनि साना साना कुराहरूमा हामीले ध्यान दिँदा अझै उपयुक्त हुन्छ भन्ने जस्तो लाग्छ। त्यसैले आगामी दिनमा यसलाई नजरअन्दाज गरेर नेतृत्वले त्यता पनि ध्यान दिनुहुनेछ। र शिक्षकका भनौँ न आते जातेको समस्या थुप्रै छ, त्यो हामीले गत वर्ष पनि भनिसकेका छौँ, थुप्रै साथीहरूले भनिसकेका छन्। यसलाई त एकदमै सिस्टमेटिक तरिकाले, पारदर्शी तरिकाले आगामी नीति तथा कार्यक्रममा समेटियोस्। अर्को एउटा विद्यालयलाई कम्तीमा पनि हामी अहिले एउटा विद्यालय म्युजिक क्लासको व्यवस्थापन गरेर कम्तीमा नै ब्यान्ड बाजा, त्यो एउटा क्लास यस्तो व्यवस्थापन गरियोस् कुनै विद्यालयलाई सबै चिज थोरै पैसाले पुग्छ। हार्मोनियम, गिटार, बाजा, पञ्चे बाजा सहित विद्यार्थीले पञ्चे बाजा भनेर के हो थाहा पाउनु। एउटा पालिकामा एउटा विद्यालयलाई मात्र टार्गेट गरेर अहिले गर्न सक्यो भने हामीले माग्ने मात्र होइन, हामीसँग स्रोत पनि हामीले त्यसको आइडिया दिनुपर्छ। मैले अघि नै भनिसकेँ, कुनै एउटा विद्यालयले मात्रै म्युजिक क्लास, बाजा गाजा, पञ्चे बाजा भनेर के हो विद्यार्थीले सिकुन्, म्युजिक भनेर के हो विद्यार्थीले थाहा पाउनु। यस्तो कुरालाई पनि अगाडि बढाएर लग्यो भने हामी निश्चय पनि सफल हुन सक्छौँ भन्ने लाग्छ।